नमस्कार साथीहरू, स्वागत छ हजुरलाई हाम्रो युट्युब च्यानलमा। आज हामी लिएर आएका छौँ नेपाली चलचित्र सिरियल पारिवारिक सिरियल बुहारी भाग 185 को दमदार प्रतीक्षा आगामीको कथाको रोमाञ्चक अनुमानमा। आज एपिसोडमा हामीले नयाँ कथाको मोड देख्न पाएका छौँ। दुर्गा आमाको वर्षौँदेखिको लुकाएको पाप बिस्तारै बाहिर आउन थालेको छ। आफ्नो इज्जत बचाउन ज्वाइँ र सम्बन्धिकको हत्या गरेको खुलासा मुना र कमलाको ज्यान समेत लिने सुपारी लिएको दृश्यले ध्वस्त बनाएको छ। तर कथाले सबैभन्दा ठुलो टिप्न तब आयो जब जङ्गलमा मृत्युको मुखबाट पुगेका मुना र कमलालाई बचाउन राम र रूपाको दमदार इन्ट्री भयो। रामको पुरानो मनसँगै अब दुर्गा आमा जितु विशाल विक्की र श्रुतिको साम्राज्य हल्लिन थालेको सङ्कट प्रष्ट देखिएको छ। अब आउने बुहारी भागमा राम र रूपाले सुपारी क्लिपबाट सत्य बाहिर ल्याउने सम्भावना बलियो देखिन्छ। गाउँभरि दुर्गा आमाको वास्तविक अनुहार खुल्नेछ कि राम अहिलेसम्म थिए र रूपाको वास्तविक परिचय के हो, यी सबै प्रश्नको जवाब अब आउने एपिसोडमा खुल्नेछ। हजुरलाई आजको रिभ्यू भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक साथै युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।